हेलो गाइस, वेलकम टु माई मिनी ब्लग। आज चाहिँ म है कहाँ जाने भन्दाखेरि आज चाहिँ हाम्रो साकेला रहेछ है, अनि त्यही भएर म चाहिँ जानु लागेको। फाइनली गाइस म चाहिँ रेडी पनि भइसकेँ। अब हेर्नु त कस्तो हुन्छ जाँदाखेरि। मलाई चाहिँ लिनु आउँदै हुनुहुन्छ भेना। अब बाइकमा है, बाइकमा केमा हुन्छ जानु चाहिँ जाने हो अब है, कस्तो हुन्छ है त। म चाहिँ फाइनली रेडी भइसकेँ, 2 मिनटमा रेडी भइसक्यो क्या। मलाई चाहिँ ल्याउनु पनि आइसक्नु है। अब हामी चाहिँ लाग्दैछौँ कता भने थाहा छैन है त। अब यहाँबाट हामी कता लाग्छौँ, हामी चाहिँ विशाल मार्केटतिर पनि आइसकेको छौँ है त। यो चाहिँ विशाल मार्केट हो। यहाँभित्र यता यता पर जानु भएको छ, यता अगाडि साइडतिर लाग्दैछ। फाइनली हामी चाहिँ हाइवे रोडमा निस्किसक्यौँ है। अब यहाँदेखि हामी गाइस हामी चाहिँ है पुग्नु चाहिँ पुगेको छैन। हामी चाहिँ बाटोमा कहाँ हो खाने होइन। यता पर आन्टीहरू पनि बिजोग भएर अटोमा बसिराख्नु पर्छ। कहाँ हो है थाहा भएन। अब हामी चाहिँ फेरि फर्किसकेको छ। कहाँ हो थाहा छैन। अब सोध्दै जानुपर्छ सिटी। साकेला हिँडेको मान्छे थाहा नै छैन कहीँ। थाहा नै छैन बाटै है। यहाँ त यता नि आउनुभएको छ, यता यहाँ जम्मा है। जानु चाहिँ जानुपर्छ, कहाँ जाने थाहा छैन। फाइनली हामी चाहिँ डिसिजन के भयो भने दमकतिर जाने। दमक नै लाग्दैछ अरे कता हो। अब यता कता लागेन अरे क्या भन्दा पनि अब परगुरीतिर लाग्यो होइन। र पनि हामी चाहिँ फर्किँदैछ। हेरौँ जाइ भयो कि जाने होला। फेरि हामी त्यही बाटो पनि चट्ट लागिसकेर अब दमक फर्किसक्यो है। यहाँ तल मान्छे सुतिरहेको छ यहाँ खोइ त्यही त हलिँदैछ होला। फाइनली हामी चाहिँ डाँडा खोला पहाड तराई सबै चढ्दै साकेला चाहिँ भेट्टाउने कोसिस गर्दैछौँ धेरै नै। कोसिस चाहिँ धेरै छ है तर पनि भेट्टाउनु चाहिँ सकेको छैन। साकेला चाहिँ भेट्टाउनु पर्छ। यो चाहिँ साकेला लाग्ने ठाउँको चाहिँ पत्ता लगाइसक्यौँ। यही बाटो अरे है। अब हामी चाहिँ यो साकेला चाहिँ पुगेर छाड्नु पऱ्यो। अनि हाम्रो मिसन चाहिँ पुरा हुनु पऱ्यो। र अहिलेसम्म भएको छैन। हेरौँ के हुन्छ कस्तो छ साकेलाको माहौल है। हामी चाहिँ सट लाग्दैछौँ है त। खासमा साकेला भनेको चाहिँ यस्तै रहेछ है त। यही खोलामा लागेको यति नै हो। तरिकाले आइसक्यो है त। यता देख्न सक्नुहुन्छ चट्ट तरिकाले। यहाँ रहेछ 10 फन्का घुमेर हामी कताबाट कता भयो इन्डिया। खासमा चाहिँ यहाँ धेरै राई निसोल्टिनेहरू धेरै छ यहाँ। चाहिँ कहाँ आइपुग्यो हामी तर पनि आउनु चाहियो है। साकेला थान्रे आयो मजाका चटपटे तरिकाका भुजा आयो भन्दै यहाँ अफर चलाइराख्नु भएको छ है। मेला चाहिँ यहाँ लाग्दो रहेछ। खासमा चाहिँ हामी कहाँ पुगिरहेको है।
भयो हामी चाहिँ आइसक्यौँ यहाँ मेलामा है यस्तै दामी लागेको रहेछ यता यहाँ डान्स हुँदैछ डान्स 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 अब हाम्रो डान्स पनि अलिअलि जान्छ कि है यता यहाँ खाजा खाने ठाउँ रहेछ यता कुल्फी के अरे यो यहाँ पाइन्छ है त अब हामी चाहिँ लाग्दैछ यता कता हो यता हो किरातको के भने साकेलाको यहाँ लागिरहेको रहेछ है हामी चाहिँ कहाँ पुगिरहेको है यता आन्टीले मिठो भाकामा है दामी दिइरहनु हुन्छ यो भाइ यहाँ चाहिँ खतरनाक डान्स हुँदैछ है यहाँ चाहिँ सबसे धेरै देख्न सक्नुहुन्छ राइनी सोल्टिनीहरू है यहाँ चाहिँ राइनी होला धेरै है हो कि होइन डान्स है यहाँ चाहिँ मात्रै भन्छ है यस्तै हो खासमा चाहिँ आज है राम्रो सोल्टिनी राइनी सोल्टिनीहरू चाहिँ यहाँ देखिने हो है यहाँ देख्न सक्नुहुन्छ बबाल है बबाल ए संसारी गोमाहरू पनि यहाँ हुनुहुन्छ है बुढी गोमाहरू हुन्छ है यहाँ हेर्नु जानुहुन्छ अरे अगाडि मोबाइल छ है दाईहरूको डान्स ए भाइ पुच्चे भाइहरूको दामी छ है डान्स है अहिले हाम्रो चाहिँ डान्स है उफ्रिएर सक्यो है उफ्रिएर सकिसकेको छ यहाँ अब हामी चाहिँ यहाँ के भन्ने ठाउँतिर जाँदैछौँ अरे बाहिर बाहिरको माहौल चाहिँ यस्तो छ है त्यो चट्ट तरिकाले ब्ल्याक एन्ड व्हाइट तरिकाले यस्तो छ एकदमै घामले पसिनै आइसक्यो वा टिकटक यार ओइ टिकटक खतरा आयो ओइ को गाई चाहिँ मेन्सन गर्नु होला मेन्सन चाहिँ छोडौँ ए नछोडौँ है यहाँ मेन्सन चाहिँ गर्नुहोस् तपाईँको नाम भन्नु मिल्छ मेरो नाम यस्तो हो त्यस्तै क्या त्यस्तै हो भन न त्यस्तै सोध्न सोध्नु हो नि त सोध्ने थियो नि त तिमी जस्तै लगाउँछ अनि कहाँबाट मिस ल मिस तपाईँको नाम के हो मेरो नाम चाहिँ है यस्तो राई हो है भयो त अनि स्क्रिप्ट मिल्यो त अनि त्यतिको त केटा हो मैले पहिलादेखि तपाईँको डान्स हेर्दै थिएँ मलाई कस्तो राम्रो लाग्यो डान्स होइन ल त्यस्तो त हामी चाहिँ खाजा खानु पनि आइसक्यौँ खाजा खानु भने आइसक्यौँ यहाँ चाहिँ भेराइटी खतरनाक ग्यामको साथ खाजाको नास्तादेखि लगायत अरू चिज पनि पाइने रहेछ है त
अनि हाम्रो आजको चाहिँ खाजामा के खाने हो केटाहरू यहाँ खोज्दैछ है त भेराइटीको त खाने हो क्या पिज्जा खाऊँ मलाई पिज्जा खाऊँ मलाई चट्टा तरिकाले के खाने हो त केटा हो बबल टी टी बाबाजी यहाँ हुनुहुन्छ एउटा गर्लफ्रेन्ड हुनु पर्ने यहाँ आउँदा एउटा गर्लफ्रेन्ड चाहिँ हुनुपर्ने कोसिस छैन आज पनि पटाइन भन्छ कहिले आइनी पटाइँदैन यहाँ छ्या तर नभेटेको क्या चटपटेको चाहिँ दोकानै दोकान यहाँ चेरी पुची लगायतका धेरै छन् अनि यता राम्री राम्री सोल्टिनी बसिरहेर चट्ट तरिकाले खाँदै हुनुहुन्छ है त मजाले चटपटे यहाँ चाहिँ खाने है हामी बस्ने ठाउँ छ कि छैन आन्टी बस्ने ठाउँ ए त्यस्ता क्या 3 प्लेटको अलिक डिस्काउन्ट 50 रुपियाँ हो कति आउँदो रहेछ हेरौँ त आज मेलामा है त मेलामा चट्टा तरिकाले कति धेरै दिनुहुन्छ है धेरै दिनुहुन्छ 50 रुपियाँको अरू ठाउँभन्दा खाजा पनि खाइसक्यौँ है अनि अब घर जाने बेला उनीहरूसँग किताब हेरेर हुन्छ अनि साथीहरू चाहिँ लागिसक्यो घरतिर है अब डान्स हेर्नुपर्छ हामी चाहिँ डान्स गरेर पनि फर्किसक्यौँ अब चाहिँ हामी मेला सक्यो क्या आजको लागि चाहिँ मलाई याद गर्छु कि कता चाहिँ छ अरे है र पनि अब आज चाहिँ यस्तो भयो मेला है गाइजहरू अब हामी घरतर्फ लाग्दैछौँ यस्तै 3:30 जति भयो होला अब घर जाने हो गाइज त्यही हो लागिसकेको छ घरतिर आज चाहिँ यस्तै भयो बबाल पनि भयो धेरै चाहिँ गर्मी भयो है गाइज धेरै चाहिँ गर्मी भयो अब त्यस्तै हो बाटो हामी कताबाट घुमेर आएको थियौँ अब कता जाँदैछौँ त्यहाँबाट ल थ्याङ्क्स फर वाचिङ बाई बाई